हेलो एन्ड नमस्ते न्यू डे विथ अ न्यू जर्नी अनि आज म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ होइन प्रोटेस्ट जाँदैछु किनकि त्यो न्युज सुनेर चाहिँ होइन एकदमै त्यो त्यो भयो कि त्यो त्यो सानो नानीले है आधा संसार पनि देख्नु भएको छ त्यस्तो गरिदेखेर चाहिँ मलाई लास उयो भएर चाहिँ भन्न पनि सकिँदैन कि अनि अहिले चाहिँ म प्रोटेस्टमा जाँदैछु है भन चाहिँ 10 बजे भन्नुभएको थियो प्रोटेस्ट अहिले चाहिँ 11:40 भइसक्यो खै अब मैले त्यहाँ छ कि छैन भन्ने कुरो होइन हेर्दै जाउँ कस्तो छ अब इन्फ्लुएन्सरहरूले नै है त्यस्तो खासै त गरेको जस्तो लाग्दैन मलाई है जति अब कमसेकम मुक्त त गर्नु पर्ने है त्यो हेर्ने साथीहरू हामीले किन त्यो त्यो अभिव्यक्ति किन त्यस्तो मान्छेले जब एउटा सांसदले त्यस्तै फर्काउन पाउँछ आज सुरक्षा कर्मीले अहिलेको यो सांसदहरू भनेको हैन जिरो लेभल हो के जिरो लेभल जिरो भन्दा जिरो हो के अस्ति जिरो अर्जनसँग भएको आशिका तामाङको अध्याय छ त्यस्तो गर्ने हो त्यस्तो सुरेन्द्र पाण्डे डाक्टर सुरेन्द्रनाथले जो अर्थमन्त्री भइसक्यो यो आफैले पनि के भन्नु भएको छ चुनाव कसरी भइरहेको छ बुझ्नु भएन इच्छा परेको नभन्नुस् है म त चुनाव जितेर आएको भन्नु भएको छ आशिकाले बिग्रिरहेको छ तपाईँ त्यस्तो भन्नुहुन्छ आशिका तामाङले आफूले सुन्नु एकछिन त्यो बाबु अर्जन भन्दा धेरै जान्दैछु बिग्रेछु भन्न मिल्छ यो निर्वाचन हुनुभन्दा अगाडि फर्स्ट अफ अल सबैजनालाई धन्यवाद यहाँ आउनुभएकोमा ठिक छ आज अरूको घरमा होला तर एक दिन हाम्रो घरमा पनि हुनेछ यो सोचेर सबैजना सपोर्ट गरौँ अनि एउटा मेरो छ गरिमा टिज अफ जस्टिस नो एक्सक्युज नो साइलेन्स नो डिले सबै मेरो दिदीबहिनी आन्टी आमाले सबैलाई म के भन्न चाहन्छु एन्ड सबैजना यो चाहिँ सुन्नुस् a child deserves a future not fear justice for गरिमा मैले चाहिँ यत्रो हेरेँ तर कोही इन्फ्लुएन्सर चाहिँ भेटिनँ ऋषि धमाजी आउनु थियो हिस्ट्री आएको अग्लो आएको अरू त कोही देखिनँ त मैले इन्फ्लुएन्सर खोइ त कहाँ गयो सर नयाँ एक्टरहरू सुन्न कोही छ हामी नर्मल मान्छेहरूले पनि प्रोटेक्सन गर्नु कानुन छैन बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे हत्यारालाई हत्या गर हत्यारालाई कारबाही गरेको
मुर्दाबाद नहुने भने न्याय त के भन्नु मुर्दाबाद नारा त्यही त मुर्दाबाद नलगाऊ त्यसो चाहिँ नलगाउँ त्यही हो नि हाम्रो न्याय शान्तिपूर्ण शान्तपूर्ण हो भने हो एकछिन मुर्दाबाद कसैलाई केही मुर्दाबादको नारा नलगाऊ ल प्लिज हामीले गरिमाको लागि न्याय मागेर मुर्दाबाद चाहिँ नगरौँ प्लिज है हिजो 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 चाहिँ मुर्दाबादले सर लाठी चार्ज आउँछ त्यही भएर शान्तिपूर्ण गरौँ सबजना हो बस मिडियाहरूको चाहिँ खास उयो मन लागेन अब हामी यहाँ त्यो प्रोटेस्टको लागि आइरहेछौँ है तर उहाँहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि चाहिँ हामी यहाँ मिडियाबाजी प्रमोसनको लागि आएको हुन्छ कस्तो मिडियाहरू धेरै विश्व पनि भयो यस्तो यस्तो चाहिँ सोचेन यस्तो यस्तो बेलाको भरिमा उनीहरूले चाहिँ यस्तो भन्नुहुन्छ है